Hey guys, welcome back to my channel. It's me Nimu and आजको भिडियो चाहिँ हल्का छुट्टै छ। मैले चाहिँ यो भिडियो एकदमै लाइक इन्फर्मेटिभ भिडियो भनेर यसलाई ट्याग दिनु पर्यो हैन। त्यसपछिबाट अनि यो भ्लग चाहिँ म आएको चाहिँ सरी अलिकति क्रिन्ज भयो म आएको चाहिँ यहाँ चाइना इट्स बिन लाइक 7 मन्थ हैन। त्यसले गर्दाखेरि पाएको कल्चरल सकहरूको बारेमा भन्दैछु है। मलाई कल्चरल सक पाएर म झन्डै बेहोस मात्र हार्ट एट्याक मात्र आएको थिएन। So let's begin that cultural shock I get after land here. First मा छ you cute नोटबुक जहाँ चाहिँ मैले 9 वटा पोइन्ट बनाएको छु मैले कल्चरल सक पाएको भनेर। सरी गाइस। अनि फर्स्टमा छ कम्युनिकेसन इस्यु। कम्युनिकेसन इस्यु त मेन पोइन्ट हो। यहाँ कसैलाई इङ्ग्लिस आउँदैन अनि इफ यु वान्ट टु केम हियर यु हेभ टु लर्न बेसिक चाइनिज। फर इक्जाम्पल यहाँ टोइलेट धरी के हो थाहा छैन मान्छेहरूलाई है। टोइलेट भन्दाखेरि टोइलेट भनेर पुरै त्यो छुट्टै रियाक्सन दिन्छन् हैन। त्यही भएर चाइनिज लर्न गर्नु इज एसेन्सियल। अनि सेकेन्डमा छ मनी ओरिएन्टेड। म यहाँ इन्टर्नसिप आएर चाइनिजहरूसँगै काम गरेर यो चाहिँ मैले अब्जर्भ गरेको कुरा हो जुनमा चाहिँ मान्छेहरू मनी ओरिएन्टेड हुन्छन्। अब यसमा म इक्जाम्पल चाहिँ दिन चाहन्न त के भन्नु इक्जाम्पल अलिक छैन होला जसलाई यो भन्दाखेरि अलिकति कन्ट्रोभर्सियल पनि हुनसक्छ। त्यसले गर्दाखेरि पिपल आर मनी ओरिएन्टेड यति चाहिँ बुझ्नु है। यहाँको मान्छेहरू मनी इज द गड यस्तो टाइपको कुरा गर्छन्। Money follows my brother. Money follows. अनि थर्डमा छ ब्युटी स्ट्यान्डर्ड। केटीहरूको लागि त बब्बाल नै स्ट्यान्डर्ड छ भन्छु है म चाहिँ। लाइक दे वान्ट टु बी लाइक पेल वाइट क्या। अब हामी त यतिको छौँ नि होइन लाइक छैन। उनीहरूलाई पुरै वाइट स्किन लाइक पेल वाइट चाहिन्छ। अनि त्यसपछिबाट इफ द मेकअप लुक्स डिफ्रेन्ट होइन घाँटी र यो फेस डिफ्रेन्ट छ भने नि डजन्ट म्याटर क्या। यति फेस चाहिँ चाहियो वाइट त्यस्तो टाइपको छ। अनि दे प्रिफर लाइक डल मेकअप। अनि त्यसपछिबाट यही ब्युटी स्ट्यान्डर्डमै जोड्न चाहन्छु म चाहिँ। फोटो यहाँको फोटोहरू सब फेक हुन्छ गाइज। यहाँको केटाकेटीहरूको सब ब्युटी फिल्टर लाएर है यस्तो अब के भन्नु पुरै मान्छे रियलमा अर्कै के अरे उमा अर्कै हुने टाइपको त्यसरी ब्युटी फिल्टर राख्छ। सो यहाँको ब्युटी स्ट्यान्डर्ड इज त्यही हो। अनि त्यसपछिबाट फोर्थमा छ हिट एन्ड ग्रिनरी। म चाहिँ अहिले सानिया सिटीमा छु। यो चाहिँ लाइक चाइनाबाट अलिकति चाइनाको मेन ल्यान्डभन्दा अलिकति यस्तो बाहिरपट्टि पुचुक्क पस्केको छ। त्यो चाहिँ एउटा आइल्यान्ड छ। म चाहिँ अहिले त्यहाँ छु सानिया सिटीमा। अनि यहाँको हिट बाफ रे मैले नेपालमा अहिलेसम्म यस्तो हिट इमेजिन पनि गराएको छैन के। लाइक यस्तो इन्भाइरोमेन्टमा अलिकति बाहिर निस्क्यो खलखल पसिना के गर्यो खलखल पसिना लाइक दिनको 2 चोटि नुहाउनुपर्छ गाइस। यस्तो हिट छ। अनि त ग्रिनरी पनि छ। अनि यो ट्रपिकल रिजन भएर हो कि क्या हो किन हो कि क्या होइन ट्रपिकल रिजन भएर यहाँ फ्रुट्सहरू पनि एकदमै धेरै खालको पाउने। अनि त्यसपछिबाट कोकोनट मेनली त कोकोनट यति धेरै पाउँछ है यहाँ। अनि सबतिर ग्रिनरी रोडको साइडतिर पनि ग्रिनरी सबतिर छ। अनि त्यो चाहिँ एकदमै राम्रो पोइन्ट छ यसमा। अनि हिट चाहिँ बाफ रे ओ माई गड आई कान्ट इमेजिन। मैले जुन र जुलाई कसरी कटाएँ। अहिले अगस्तदेखि चाहिँ हल्का यो रेनी सिजन भएर त्यस्तो धेरै हिट छैन। नत्र त यस्तो एसीबाट यस्तो बाहिर निस्किँदा त लाइक हिटको छुट्टै वेभ आउने खालको थियो कि त्यस्तो खालको हिट थियो। अनि त्यसपछिबाट मैले फिफ्थ पोइन्टमा के राखेको छु भन्दाखेरि इन्टरनेसनल ब्रान्ड्स। यहाँ यति धेरै ब्रान्ड छ। अब पिपल आर मनी ओरिएन्टेड भनेपछि ब्रान्डहरू पनि हुने नै भयो एक्सपेन्सिभ ब्रान्डहरू।
मलमा जाँदाखेरि मैले नेपालमा यति धेरै ब्रान्डहरू देखाएको थिएन जति मैले यहाँ देखेँ क्या लाइक आई वाज लाइक कति गरिब मेरो त माइन्डमै त्यही आइरहेको थियो जुन किसिमले मैले त्यहाँ ब्रान्ड त्यहाँको सामानहरू देख्थेँ मलमा ओ माई गड अनि 5th पोइन्टमा छ हाइजिन त बाफ्रे यो सानिया सिटीमा चाहिँ लाइक गुटका त होइन गुटका नै होला सायद होइन त्यो बिटर नट भनेर त्यो पाउँदो रहेछ यिनीहरूले पान पनि खाँदो रहेछ है फर्स्ट अफ अल मलाई थाहा थिएन यहाँ पान पनि पाउँदो रहेछ है अनि त्यो पान खाएर सब ठाउँ थुकेर यो ठाउँमा त के भन्नु त्यो थुकेर पुरै रातो प्ल्याट नेक्स्ट इन्डिया भएको थियो यहाँ झन्डै तर यहाँ गभर्मेन्ट सही छ कि यदि त्यो जति थुके पनि त्यस्तो गरे पनि सफा गर्ने मान्छेहरू चाहिँ राखिरहेको हुन्छ है अनि त्यसपछिबाट हाइजिनकै कुरामा म जोड्न चाहन्छु त्यो पान खाएर हो कि के हो दाँत पनि यस्तो पहिला लाइक गोल्ड टिथ बनाएर हिँड्ने अनि त्यसपछिबाट ठस गनाउने मलाई भन्न थिएन है गाइस तर मेरो फ्लोमा निस्क्यो नेभर माइन्ड यहाँ अनि यस्तो छ हाइजिनको पारा अनि त्यसपछिबाट अनि टोइलेटहरूमा पनि त्यस्तै छ यो चाहिँ रियालिटी हो चाइनाको है टोइलेटहरू नि त्यस्तै खालको हुन्छ बस्नेवाला टोइलेट हुन्छ अनि लाइक बुझ्नु कस्तो हुन्छ भनेर म यसमा भन्न चाहदिनँ आउँछ कि मलाई अनि त्यसपछिबाट 7th पोइन्टमा छ विच्याट भनेको यहाँको सबै हो क्या लाइक मैले नि यहाँ विच्याट बिना बाँच्न सक्दैन मान्छे विच्याटमा च्याट पनि गर्न मिल्यो विच्याटमै सबै कम्पनीको इन्फर्मेसन लाइक ग्रुप्सहरू सबैजना त्यही भएको हुन्छ मेनली मान्छेहरूले उनीहरूको संसार विच्याटमै इभल्भ के भन्छ राउन्ड हानिरहेको हुन्छ कि पेमेन्ट च्याट पोस्ट सबै विच्याट अनि विच्याटको एउटा कुरा मैले कस्तो अचम्म थाहा पाएको सरी अरू वाट सुड आई से विच्याटमा अब हामी त लाइक इन्स्टाग्राम फेसबुक अब जहाँ पनि हुन्छ आफ्नो फेसको प्रोफाइल अथवा आफ्नो फोटो राख्छौँ नि तर यहाँ चाहिँ होइन यहाँ चाहिँ नो फेस त्यो कार्टुनहरूको त्यस्तो वालाहरू राख्छ किन हो कुनै यहाँको ट्रेन्ड हो कि के हो कुनै सो विच्याटको बारेमा चाहिँ म त्यति कुरा भन्न चाहन्छु अनि लेट्स गो टु द 8th पोइन्ट है 8th पोइन्टमा छ स्मोकिङ ओ माई गड म जब यहाँ चाइना ल्यान्ड भएँ नि यस्तो गरेर एयरपोर्टको ढोका खुल्यो अनि यस्तो आई एम चाइना भनेको त स्मोकको त्यो के बास्न नि गन्ध त मेरो नाकबाट भएर झन्डै मेरो त टाउको दुखेर यस्तो गर्दै हिँड्नुपर्ने बेला भएको थियो है अब स्मोक गर्ने मान्छेलाई त खासै केही फरक हुँदैन तर नगर्ने मान्छेलाई त लाइक इट्स हेल नो तर अहिले त बानी भएर त्यस्तो केही लाग्दैन है तर यहाँ त बच्चा लाइक 16-17 वर्षदेखि नै पुरै चुरो तानेर इत्रु केटा होस् या केटी सबै स्मोक त डरै गर्ने रहेछ अनि यहाँ जो स्मोकिङ त एकदमै लाइक मैले इमेजिन गरेको थिइनँ कि यहाँ स्मोकिङ यस्तो हुन्छ भनेर लाइक मैले ड्रामातिर अलिअलि देखाएको थिएँ है तर यहाँ त रियालिटी त रहेछ अनि त्यसपछिबाट 9 पोइन्टमा छ वर्क फ्रम द अर्ली एज यहाँ म भन्छु नेपालमा भन्दा धेरै अपर्च्युनिटी भएर पनि होला होइन उनीहरू लाइक 16-17 वर्षदेखि पैसा कमाउन थाल्दो रहेछन् क्या गर्नेलाई चाहिँ यहाँ छ तर लास्ट दुःख छ पनि भन्छु है म के भन्छु सर्ट टर्म मेमोरी लस भन्छु म यसलाई सो मेरो चाहिँ यो लाइट ढलेर मैले फेरि स्टार्ट गर्नु पर्यो आई एम इन द 9th पोइन्ट जहाँ चाहिँ वर्क फ्रम अर्ली एजको कुरा गर्दै थिएँ यहाँ चाहिँ लाइक 2 मन्थ चाहिँ वर्षको 2 महिना चाहिँ विन्टर भ्याकेसन अनि समर भ्याकेसन भनेर हुँदो रहेछ जहाँ चाहिँ स्टुडेन्टहरूले वर्क गर्न मिल्ने रहेछ फुल मन्थ नै अनि
16-17 को भाइ बहिनीहरू काम गर्नको लागि आउँछन् विच इज भेरी नाइस है मलाई चाहिँ एकदमै नाइसै लाग्यो किनकि आफ्नो एसेन्सियलहरू पुरा गर्नको लागि भए नि इट्स वर्थ इट भन्छ है अनि अर्को कुरा पार्ट टाइमको लागि नि राम्रै अपर्च्युनिटी छ ब्याचलरको स्टुडेन्टहरू पनि लाइक महिनाको हप्ताको 2 डेज चाहिँ यहाँको भ्याकेसन हुन्छ त्यसमा पनि पार्ट टाइम गरेर स्टुडेन्टहरूले आफ्नो एसेन्सियलहरू पुरा गर्न मिल्ने रहेछ विच इज भेरी नाइस है गाइज सो द्याट्स अल फर टुडे केही मिस्टेक मैले केही मिस्टेक बोलेँ भने करेक्ट मी इन द कमेन्ट सेक्सन अनि अझ तपाईँहरूले पाएको नयाँ कुराहरू छ भने पनि सेयर इन द कमेन्ट सेक्सन त्यही भन्दै आजलाई बिदा हुन्छु बाई बाई सी यू इन द नेक्स्ट भिडियो